एउटा जेन्जी ब्रदरले चाहिँ सही कुरा भन्यो है त। यो चाहिँ मलाई पनि ठिक लाग्यो। बालिन शाह मेरो हुँदाखेरि त कसैले देख्दैन नि, भोलि प्रधानमन्त्री बनेर चाहिँ हरायो भने कहाँ हुन जाने। अस्ति म बालेनसँग भेट भएकै हो के, बालेन्द्र दाईसँग। त्यहाँ गएर अरू के कुरा गरे थाहा छैन, हामी 20-25 जना घाइते गएको थियो। त्यसपछि गएर भन्यौँ कि हामीले तपाईँको स्ट्याटसमा आन्दोलनमा म आएको हो, यो कुरा ध्रुव सत्य हो। त्यो बेला फेसबुक थिएन, केही थिएन, कस्तो थिएन, उहाँले स्ट्याटस हानिदिनु भएछ होइन। टिकटकमा त्यही आयो। अब बालेन्द्र शाहले पो चाहिँ अब एउटा युथ लिडरको चाहिँ क्याप्टेन जस्तो मान्छेले आएर छैन, महानगरपालिकाको मेन सबैको हाई होइन, उहाँले बोलाउनु भएको कुरामा त हामी त जानै पर्यो आन्दोलन त भनेर कहाँ गएर तिग्रा मास्टर सुटिन ताली पुलिसले गोली हान्थ्यो होइन। न एकचोटि चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्थ्यो, न के भन्थ्यो, कहाँ हरायो बेपत्ता। अहिले ऊ प्रधानमन्त्री हुनुको लाइन मारेछन्। प्रधानमन्त्री भोलिपछि प्रधानमन्त्री भएपछि कहाँ खोज्न जाने। महानगरपालिकामा त तपाईँहरू छिर्न पाउनुहुन्न यार, सिंहदरबारभित्र तपाईँहरू छिर्न पाउनुहुन्छ। भोलिपछि कार बनाउनुपर्छ, धेरै गाह्रो छ। मान्छे प्रधानमन्त्री, देशको प्रधानमन्त्री हराएको सूचना टार्नुपर्छ सडकको भित्तामा। अनि त्यसपछि गएर कुरा गरी दाइ हामीलाई त अन्यायमै पर्यौँ, हाम्रो त माग पुरा नै भएको छैन, यो चुनाव भन्छ। वास्तवमा हाम्रो यो चुनावको लागि चाहिँ आन्दोलन भएको होइन भनेपछि उहाँले के भन्नुभयो नि, तिमीहरूको आन्दोलनले गर्दाखेरि यो चुनाव अहिले हुन लागेको होइन, यो चाहिँ संसद नभएर चुनाव हुन लाग्यो भने। ए दाइ त्यसो भए त त्यो बेला चाहिँ किन पार्लिमेन्ट चाहिँ यो विघटन गर भनेर भने त्यो मेरो सुरक्षा, मेरो आफ्नो व्यक्तिगत धारणा हो रे। तपाईँहरूलाई चाहिँ यो ब्रदरले भनेको कुरा चाहिँ कस्तो लाग्यो होइन, मलाई चाहिँ एकदम चित्त बुझ्यो है त। बालिन शाह अहिले मेरो हुँदाखेरि त जनताले देख्दैन, बोल्दैन, नजिक जान पाउँदैन, भेट्न पाउँदैन होइन। पहिलाको चोर नेताहरूको भन्दा चर्को शासन छ भने यदि प्रधानमन्त्री बन्यो भने कस्तो होला सम्झिनु त। तपाईँहरूको आफ्नो भनाइ चाहिँ तल कमेन्टमा राख्न सक्नुहुन्छ। मलाई चाहिँ त्यस्तै लाग्यो। अनि यो ब्रदरले भनेको कुरा नि एकदम सही लाग्यो है त।